हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। वेलकम टु माई च्यानल। अनि आज चाहिँ हामी जाजरकोट आएका छौँ। अनि यहाँको राम्रो राम्रो भ्यूहरू यसो घुमघाम गर्न आएको छु। यसो भिडियो खिचेर देखाउँछु आई मिन तपाईँहरूलाई यहाँको भ्यूहरू। अहिले चाहिँ हामी बसेको होटल चाहिँ यो हो। यहाँबाटको चाहिँ भ्यू चाहिँ ठिकै छ, हल्का हल्का। आई ट्राई टु सो यु। चाहिँ हामी नेटा जाँदैछौँ तल। पिपे आई मिन पिपे, डेडले गाली गर्नुभयो। पिपे जाँदैछौँ। तलको चाहिँ भेली नदी हो। मेरो क्यामेराले चाहिँ खासै राम्रो देखाउन सक्दैन। अब आँखाले देखाएको कुरा हो। आँखाबाट दृश्य राम्रो छ, तर क्यामेराको दृश्य खासै राम्रो छैन। यो चाहिँ भलाएको रुख अरे यो वाला। म यसो एरो लगाइदिन्छु। अनि त्यसको छेउमा चाहिँ त्यो क्रिसमस ट्री जस्तो छ, त्यो चाहिँ सल्लाहको रुख हो। यो चाहिँ नेपालगञ्जमा कमन पाउँछ। यो त पाउँथ्यो पहिला। यो कहाँ पाउँछ? यो फुलवाला। अनि तल चाहिँ भेली नदी छ। भ्यू चाहिँ धेरै एकदमै राम्रो छ। दृश्य तपाईँलाई कस्तो अनुभव लाग्दैछ बिहान बिहान हिँड्दै? छोराले उठाएर हिँड्दैछ, दुःख लाग्छ। दुःख लाग्यो त भन्न पाइएन नि। अरू हामीले उसको कुरा गर्थ्यौँ। के गरे गिटाको यताको कि यताको? यो जुन भए पनि म पछि पाउँछु। थाप्ले भन्ने ठाउँमा पुगेका छौँ। थाप्लेमा छु। यहाँको बोर्डै नामै थाप्ले रे। यहाँको त हेर्नु न, नालीको पानी पनि सफा के। ए टट्टी सरी। अनि बाटो चाहिँ ओह्रालो ओह्रालो झर्नुपर्छ। माथि चाहिँ पानी पर्दा छ सायद। ए कुहिरो लाग्छ माथि। हामी चाहिँ तल बिहान साढे 6 बजेको वाक गर्दैछौँ। यो चाहिँ हाम्रो सल्लाहको रुख हो। अनि हाम्रो गाइड चाहिँ आजको सालको रुख। म अलि कमजोर छु कि, म यता धेरै आउन्न। अनि मेरो ड्याडी चाहिँ आज हाम्रो गाइड हुनुहुन्छ। अब अगाडिको रिपोर्ट युएनको गाडी आयो, युएसआइडीको हेल्प टास्कको। मेरो ड्याडी यति हो। हामी चाहिँ अहिले चल्दैछौँ। अब चलेपछि कहाँ पुगिन्छ त्यहाँ भिडियो खोलेर देखाइदिन्छ। हेर्नुहुन्छ लक्खर यता भ्यू हेर्दैछौँ हामी। दामी। हामी चाहिँ अब तल पिपे ड्याडीको बर्ड प्लेससम्म गइरहेछौँ। अहिले चाहिँ हामी नास्ता सास्ता खाएर चिया डोनट खाएर हिँडिरहेछौँ। अब अगाडिको देखाउँदै जान्छु बिस्तारै स्लोमा। यो आउने बेला टिप्छु सल्लाह। सबलाई एउटा सल्लाह ल, को छ केटाहरू सबलाई। फोटोमा बोक्न सकिँदैन भन्नु। अब हाम्रो गाइड हुनुहुन्छ अगाडि। हामी चाहिँ हो, यो चाहिँ हामी जुन त्यो आकाशमा चिलुडेमा गाइराख्छौँ त गीत, त्यही गीतको प्लान्ट हो। म चाहिँ यसै झर्दैछु। सिप्ले भने केही छैन, भिडियो त आइहाल्छ। यो चाहिँ सल्लाहको रुख। ड्याडी चाहिँ एक्सपर्ट हुनुहुन्छ। म चाहिँ हिरो हिरालाल बन्न चाहदिनँ। अहिले भर्खरै त अब 17 वर्ष पुग्न लाग्छ। यो उमेरमा सुकियो भने सुकियो हो। यही हो। ड्याडी एक्सपर्ट हुनुहुन्छ। ड्याडी अघि बेजती हान्दिनु भयो कि, त्यही भएर यसो जल्दी हिँडौँ भनेको। हामी चाहिँ ओह्रालो झर्दैछौँ। नेपालगञ्जमा जगिङ गरेर झर्ने जस्तै। पत्तै पत्ता छ। कटिङ बिस्तारै हिँडेर ड्याडीलाई चाहिँ सट्टीमा वासरुम लाग्छ। यो चाहिँ भ्यू भयो, दामी छ भ्यू। आँखाले देखेको मात्र हुन्छ, दामी हुन्छ। अब भिडियोमा जति सक्छु त्यति देखाउने प्रयास गर्छु म। माथिबाट घाम लागिरहेको छ। यहाँ तल जङ्गल छ। म ट्राई गर्छु सकेसम्म राम्रो देखाउने। सान जङ्गलमा एक्लै ए बाउछोरा। यो चाहिँ हाम्रो धमिराको गुण हो। गोल हो। धमिरा भनेको चाहिँ एन्ट्स कमिला। सेतो हुन्छ। यसको चाहिँ जब आयु बढ्दै जान्छ पखेटा हालेर उड्छ। त्यो पखेटालाई चाहिँ सिटिमिरा भन्छन्। यहाँ चाहिँ त्यसलाई भुटेर खान्छन्। ओहो, भुटेर खान्छ। काच्ची पनि खान्छन्। हामी चाहिँ अहिले भ्यू इन्जोय गर्दै हिँड्दैछौँ।
तपाईँलाई कस्तो अनुभव लाग्दैछ अरे अभी तो गर्मी हो गया यार ओह्रालो वाला झर्दाखेरि पनि गर्मी भइहाल्यो अहिले चाहिँ अब चाहिँ म नदीको आवाज आइरहेको छ अहिले एकछिनमा तल नदीतिर पुग्यो भने चाहिँ ल्याइदिन्छु यी अर्को सल्लाह ल एकछिनमा भेटौँ त है भ्यू हेर्दै इन्जोय गरिरहेछौँ बसिरहेछौँ तलको भेरी नदीको चाहिँ आवाज सुनिरहेछौँ माइक छैन घरि बिल्ला छ हेर्नु तपाईँहरूले सब्सक्राइबर बढाइदिएपछि चाहिँ सकेसम्म सामान किन्छु सबैलाई त्यही भन्नु मात्र सब्सक्राइबर बढाइदिनु अनि हामी पुग्नुपर्ने ठाउँ चाहिँ म ब्याक क्यामेरा गरेर देखाउँछु ल ठाउँ चाहिँ कता यता साइड कतै हो समथिङ यही पाहाडमा हो हिँड्दै हामी चाहिँ यस्तो ठाउँमा बसेछौँ रेस्ट गर्दैछौँ सल्लाहको रुख चाहिँ यहाँ भएभरिको छ सल्लाह अनि हाम्रो यो क्रिसमस ट्री टाइपको के भन्छ चाहिँ धुपी सल्लाह सल्लाह नै हो तर सालको रुख र साल र सल्लाह दुइटै फरक फरक हो अगाडिको ठुलो पत्ता भएको भलायो यो भलायो अनि 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 त्यो पातलो पातलो पत्ता भएको साल टाइप हो अनि यता त्यस्तो भनौँ अब एकछिनमा अब भेट्नेछु तल गएर प्रतीक्षालय पुगेका छौँ अब एकछिन प्रतीक्षालयमा पनि रेस्ट गर्ने होला खुट्टा चाहिँ अति भइसक्यो तराई भएको मान्छे धुपी सल्लाहको बोट हात्तीको रुखबाट खसेको सुनसान जङ्गल गाइड र म गाइड चाहिँ फास्ट हिँड्नुपर्छ म चाहिँ लगभग 8 केजीको झोला बोकेर हिँड्दैछु त्यही भएर अलि अबे झन्डै गएको म गाह्रो भइरहेछ सिधा बाटो हिँड्दा त केही लाग्दैन क्या ओह्रालो झर्ने बेला थिरी खुट्टा काम्ने रहेछ यो चाहिँ प्रतीक्षालय ढुङ्गा पनि राम्रो छ मान्छे पनि राम्रो ठाउँ पनि राम्रो निलो ठिकै छ आइबा स्योरकै निलो कलरको थियो होइन क्या हामी प्रतीक्षालयमा बसिरहेका छौँ कस्तो अनुभव लागेको छ डेली हिँडेर धेरै वर्षपछि हिँडेर गाह्रो हुने नै हो नयाँ मान्छेले भनिन्छ हेर्नु गाइज हामी यो स्पिडले त हिँड्न सक्दैनौँ लास्ट गएर त्यहाँ आन्टी त हामीभन्दा कहाँ पछाडि हुन्छ जित्दिसक्नु हो ऊ त्यहाँ चिलहरू छ त्यो गोलो बनाइरहेको छ केही न केही चाहिँ त्यहाँ मरेको छ जस्तो लागिरहेछ गोलो घुमिरहेछ क्यामेराले देखाउन सकिरहेको छैन चलो सर्ट खोल्के दौडौँला सर्ट खोल्के अब भिडियोमा चाहिँ हल्का ब्लर हाल्नुपर्छ जस्तो लागिरहेछ तर गन्जीमा चाहिँ नो प्रब्लम नेपालीहरूलाई आज की रात भएन भने टिङ 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 दादा दादा टिङ 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 दादा दादा टिङ टिङ मेरो क्यामेराको पिक्सल चाहिँ अलिक कम रहेछ अनि हामी यो त सल्लाहको रुखको हामी जानुपर्ने चाहिँ ऊ त्यहाँ समथिङ समवेयर त्यतै जाने हो ऊ त्यो पुलसम्म हामी मेन चाहिँ पुग्नुपर्ने ऊ त्यो तलको एक्ज्याक्टली पुलमा हो रोक्ने म आउँदै देखाउँछु एक्ज्याक्टली ऊ त्यो पुल छ त्यहाँनिर पुग्ने हामी अब बाटो खोज्दैछौँ एक्ज्याक्टली कतिखेर पुगिन्छ भेटिहाल्छ जाऊँ अगाडि हल्का यो चाहिँ बाटो भ्यू आउनुपर्ने ठाउँ हो केटाहरू सबै राइडमा एकचोटि बाइक लिएर राम्रो ठाउँ छ पुग्न लाग्छु त्यो पुलनिर अनि यो चाहिँ हाम्रो भ्यू क्यामेरा राम्रै भएन यार ठाडो झर्नेको अवस्था बाटो छ भन्दै म त फुल पसिना भइसक्यो टी सर्ट खोलेर गाउँमा नाङ्गै हिँड्दैछु ड्याडी पनि त्यही हिरोलाल हामी गोलको नजिक अझै पुग्न लागिसक्यौँ त्यो पुल देखिरहेछ त्यो पुलको फोटो चाहिँ म भेटायो भने हाल्छु म लास्ट टाइम गएको बेला कत्रो थियो भनेर ओके ल चाहिँ अहिले सिडी झर्दैछौँ यो सिस्नुको जात यसलाई चाहिँ छुनुहुन्न याद राम्रै दुश्मनी छ यसको र मेरो बाटोको वरिपरि सिस्नु रहेछ छुनेवाला थिएँ के छैन यो चाहिँ केटा हो सानो मुस्ताङको जस्तो बाटो छ भन्दा हुन्छ है घरको हालत त्यस्तो भएछ मान्छे नभएको सब विदेश गएपछि त्यस्तै हो गाउँघरको हालत पनि यहाँ त खतरा कुम्पु पाण्डा पनि रहेछ फाइनली यार अब त क्यामेरा बोक्नै पर्ने रहेछ भनेर थाहा पाएँ यार
कमाएर एउटा उवाला सानोवाला किन्नु पर्यो यार सुन्दर दाइको जस्तो थियो त त्योवाला चाहिँ किन्नु पर्यो जस्तो लाग्यो पुग्दैछौँ अहिले त पुलमा गएर चाहिँ मेरो बच्चाको फोटो छ त्यहाँको लास्ट टाइम आउने बेलाको त्यो र यो सँगै हालिदिन्छु म हेरौँला कस्तो देखिन्छ ऊ ड्याडीले ऊ रुमाल भिजाइराख्नु चाहिँ गर्नु भएर यहाँको नालीको पानी पनि सफा के हामी चाहिँ अब ऊ त्यो पुलमा जान लाग्यो ऊ त्यो चिसो छ यार गाइस पानी खेत चाहिँ कस्तो राम्रो छ अनि उहाँबाट झर्ना आइरहेछ त्यहाँबाट यो चाहिँ खेत बजारेको हो अब यो चाहिँ खेत बजारेको हो अनि त्यसपछि यो चाहिँ हाम्रो भ्यू हो पुरा दामी ठाउँ छ एकदमै राम्रो ठाउँ यो पारीको चाहिँ कालेगाउँ हो भन्नु त भन्नु पारीको चाहिँ कालेगाउँ हो कालेगाउँ यो चाहिँ पहिला चाहिँ राजा महाराजाहरूको पालामा यहाँ चाहिँ वादी समुदायका मान्छेहरू चाहिँ बस्ने जहाँ राजा रजौटाहरूको पालामा राजाहरूलाई चाहिँ अयसी गर्ने ठाउँ हो माछा पाउँछ अनि त्यस पछाडि यसो मन परेका स्त्रीहरूसँग रमाइलो गर्ने ठाउँ पनि हो अच्छा कालेगाउँ अब चाहिँ ढुङ्गावाला राम्रो बाटो हिँड्नेछ यहाँ कस्तो राम्रो खोलाको आवाज आइरहेछ यता खेत छ यता बिचमा बाटो अनि उ त्यो पुलमा जानु लाग्यो हामी खाएर खाने ओके यो चाहिँ काफु कसरी तलबाट खाने कि माथिबाट जुत्ता बेच्ने भयो मिठो रहेछ अब चाहिँ हामी पानी तर्ने हो अब चाहिँ जुत्ता कानमा बोक्नुपर्छ म पनि बचाउन सक्छु अनि त्यहाँ चाहिँ पुल छ हल्का रिस्कीवाला ड्याडीले चाहिँ कट्नु भयो अब मेरो पाल्यो पानी चाहिँ दामी छ सफा एकदमै क्लिन माछा पनि छ भर्खरै टिपेँ के चाहिँ फरक पायो भने चाहिँ यसको टेस्ट चाहिँ हाम्रो त्यो निलोवाला सेन्टर फ्रुट हुन्छ त सेन्टर फ्रुट त्यस्तै टेस्ट आउने रहेछ दामी त फाइनली है नदी त्यो पुलमा जाने हो वास्तवमा त्यो पुल जानुपर्ने अब हामी चाहिँ सर्टकट लिइरहेको ल अब म जुत्ताको ग्रिप छैन कति त ल हामी चाहिँ अहिले चाहिँ यतिमा राखेको छौँ हामी खोला छौँ ये पुल है ये खोला है और यहाँ पर हम लोग मुख धो रहे हैं ठीक है अनि अब चाहिँ यो चाहिँ हामी यो पहाड चढ्ने हो सायद यसको पछाडिवाला यो अगाडिको डाँडा छ नि यसको माथि पाथीहरू अनि यता तुलनामा चाहिँ घुने भन्ने ठाउँ छ जो डाँडाको पुरै पाल पारेर हाम्रो गाउँमा निस्केको छ क्या ए के बुझेन डाँडामाथि जुन सुरुङ खनेर हुन्छ नि हो त्यो भनाइ के छ भने पहिला राजा 2200 राजाहरूको जुन पृथ्वीमा चाहिँ एकीकृत गर्ने बेलाको त्यो समयमा चाहिँ सुरुङ खनेर उता भागेर ज्यान बचाएका थिए भन्ने भनिन्छ ए बुझ्नुभयो बुझेँ हाम्रो प्रतीक्षालय हो यसमा चाहिँ जो पहिला बितिसक्नु भएको छ उहाँहरूको चाहिँ तस्बिर राखेर उहाँहरूको सम्झनामा संविधानले छाया प्रोभाइड गर्दै यो त सायद यो भूकम्प परि ज्यान गुमाउनु भएको बालबालिकाहरूको हो सायद यता देखाउनु न यो चाहिँ हाम्रो भूकम्प परि ज्यान गुमाउनु भएका एकै परिवारका सबैलाई श्रद्धाञ्जली दिएर 80 साल 8 महिना 1 गते बनाएको हो अब चाहिँ हामी फेरि पिपेतिर जान लागेका छौँ ल गाडी अगाडि ड्रेस पनि चेन्ज गरिसक्यौँ हामीले किनभने हामी थाकेर धेरै भिजिसकेका छौँ ल हामी जान्छौँ हिँड्दै राउत गाउँ पुगेका छौँ यो बाटो भयो अनि तल चाहिँ भेरी नदी छ आवाज त आइरह होला मेरो माइकले समात्छ होला हल्का यता गएर देखाउन चाहन्छु यो चाहिँ भेरी नदी जतिसम्म भेटाउँछ यसो सट्टीमा बुझ्नु होला नि जहाँ 6 जनालाई हत्या गरेर मारिएको थियो ठाउँ चाहिँ एक्ज्याक्टली उतापट्टि हो जहाँबाट त्यो सेतो व्हाइट छ अनि त्यो गाडी हिँडिरहेको छ एउटा बलेरो त्यो चाहिँ मध्य पहाडी हाइवे हो
मेरो ड्याडीले चाहिँ राम्रो गाइड गर्नुहुन्छ यो चाहिँ डोल्पा हाइवे अनि यो हामी हिँडिरहेको छ डोल्पा हाइवे। अब यहाँ गाडी टाइममा पाइन्छ, हामी चाहिँ यसो वाक गरेर आएको। रमाइलो भइरहेछ जाजरकोटको सडकमा, डोल्पा हाइवेमा हिँड्दै रमाइलो भइरहेको छ। कतैबाट अटो आउँदैछ, अटाउँदैछ। तल खोला भन्छ कि यसलाई नदी भन्छ बाबा? नदी, भेरी नदी बगिरहेको छ। यसको माछा चाहिँ एकदमै टेस्टी हुन्छ, तर के गर्नु, खाने बित्तिकै यहाँ वाक्नुपर्छ, बाटो यस्तो छ, त्यही भएर हल्का गाह्रै छ। अघिभरि हामी झरेको भन्दा अहिले रमाइलो भइरहेछ। 1 किलोमिटर बच्चा छ, हामी 1 किलोमिटर अझै हिँड्दैछ। टोटल हामी 9 किलोमिटर जति हिँड्नुपर्छ। माथि चढ्यो भने कति 12 पुग्छ? 3 किलोमिटर उकालो। 3 किलोमिटर उकालो चढ्नुपर्छ हामी। अहिले चाहिँ हामी ओह्रालो झरिरहेछौँ। हामी पुग्न अब लगभग 700 मिटर जति छ। भेरीको तिरैतिर डकलिन एन्ड डक्स मदर आमा हो। डकलिन एन्ड डक, डकलिन एन्ड डक, डकलिङ, तर डकलिङ भन्नुहुन्थ्यो पहिला। अब ओह्रालो झर्दैछौँ। यता भेरी छ, पारी रुकुम, हुन नसकेको ससुराली भन्न मिल्थेन। रुकुम हो, रुकुमै कोटा। अनि त्यसपछि राम्रो छ, घुम्न आउनुपर्छ सबै। देखिनु त त्यस्तै छ। त्यो सायद तपाईँ कालो भएर कालो लागेको जस्तो छ। आरु बोक्राको रुख। आरु र बोक्रा फरक हो। ओके, आरु बोक्रा सानो, आरु बोक्रा सानो हुन्छ, आरु ठुलो हुन्छ, रातो कलरको। हरियो हुन्छ। हरियो हुन्छ। कमजोर छ क्या मेरो अलिक राम्ररी। त्यहाँ चाहिँ झुलुङ्गे पुल छ, देखिरहेको छैन, हामीलाई पनि आँखाले देखिरहेछ हल्का हल्का। यहाँ चाहिँ हामी ओह्रालो छ भन्ने बोर्ड, तल चाहिँ 2टा गाई छन्। गाई हो कि गोरु हो त्यो? ओह्रालो हो कि ए तल अब नदी छ भन्न खोजेको। पुल छ अगाडि, छट्के छ। ए छट्के नजानुहोस्, भप्लङ्गै खर्चिन्छ भने। त्यो भनेको। अब मसँग प्रोफेसनल गाइड हुनुहुन्छ, तपाईँहरूलाई गाडी रिजर्भमा सम्पर्क चाहियो भने यसो सम्झिँदा हुन्छ। तपाईँहरूलाई यस्तै प्याकेजको टुर दिन सक्छौँ हामी, कमिसन दिनु होला। पारी चाहिँ पङ्ग्रे हो, यसलाई चाहिँ पङ्ग्रे भनिन्छ। गाडी हिँडिरहेको वारी यो चाहिँ त्यो चाहिँ गाडी हिँडिरहेको छ। हेर्नु गाडी हिँडिरहेको छ एउटा सट्टीमा। अनि हामी चाहिँ पिपे जुला पुगेका छौँ। यहीँको वडामा हाम्रो सानो काम छ, त्यही भएर म पनि अब देशको नागरिक बन्न लागेको क्या। अलि अब तपाईँहरूलाई थाहा छ नेपालको नागरिक बन्न कति गाह्रो छ। अब नेपालको हल्का भार कम गरिदिएको, 0.0001%ले ट्याक्स तिर्नुपर्छ कमाएपछि। अब नकमाएपछि बाबुआमाको कमाइ खाँदै बस्नुपर्छ। त्यो त कदापि छैन, त्यो गऱ्यो भने घरबाट लात हानिदिन्छन्। नमस्कार दर्शकबिन, आजको यो ताजा खबरमा म फलानुको स्वागत छ। हामी चाहिँ पिपे पुगिसकेका छौँ। पिपे पुगेर हामी पिपेको बाटोमा मजाले हिँड्दैछौँ, हिँड्दै भेरीको तिरमा हिँड्दैछौँ। यस्तै त भन्छ रिपोर्टरले। यहाँबाट काट्नु पिपे पुगेको छौँ। हामी पुग्ने ठाउँ लगभग 10 किलोमिटर्स हामी वाक गरेका छौँ लगभग। ओके, यो झुलुङ्गे पुलतिर जान लाग्यो। यो चाहिँ हाम्रो नगर मेन ठाउँ, हाम्रो काम हुने। राम्रो रहेछ भवन, स्वास्थ्य सेवा नगरपालिकामा नै आएछौँ हामी यहाँ। अनि यो चाहिँ कन्क्रिट भल्ट भनेको रहेछ। यो के चाहिँ होला, यो चाहिँ सेफ्टी ट्याङ्की टाइप्स हो। अनि यो चाहिँ झुलुङ्गे पुल छ यहाँ ठ्याक्क। आँखाले देखेको मात्र राम्रो हुन्छ। आई विल ट्राई। यो बाइक पनि जाने रहेछ झुलुङ्गे पुलबाट। वडा हामी चाहिँ वडा पुगिसक्यौँ फाइनली। जाजरकोटको भेरी झुलुङ्गे पुल। ल अहिले एकछिनमा भेट्छु ल। त्यो जाँदैछु, कटेज छ रहेछ अरे तल, कटेज खोज्न गइरहेको छु। भोक लागिसक्यो, भोकले विगत हालतमा भइसकेँ म। चाहिँ झुलुङ्गे पुलमा यसो एक बार दाइले ऊ त्यहाँ हुनुहुन्छ। यहाँ चाहिँ
झुलुङ्गे पुलमा त्यो चाहिँ पारीको चाहिँ रुकुम हो अनि यता चाहिँ जाजरकोट त्यो चाहिँ झुलुङ्गे पुलले चाहिँ कनेक्ट गरेको छ रुकुम जाजरकोट खाना खाएर हामी निस्किसक्यौँ अनि यहाँ चाहिँ यत्रो ठुलो ठुलो मानेको क्याक्टस हो कि भन्छ त्यस्तो टाइपको छ अब चाहिँ तल झर्न लाग्छु लोकल च्याउ खाएर यो चाहिँ ल्याउन सकिन्न ल्याउनु भयो नेपालमा लगाउनु हुन्थ्यो केही छैन अब चाहिँ हामी फेरि जाजरकोट जानु लाग्छौँ सिडी हो अब त्यहाँ गएर भेट्छौँ जाजरकोटको खलङ्गा माथि सिडिओ कार्यालय पुरानो राजाको दरबारमा चढ्न गइरहेको छु पानी किनेर आएको छु पानी अनि यहाँबाट भ्यू यस्तो छ पछाडिको सिरिङ्ग गर्छ ब्याक क्यामेरा गर्छ तपाईँको ठाउँबाट राजाको दरबार जाने बाटो यही हो म माथि पुगेर देखाउँछु दरबार समातेर चढ्नुपर्ने स्थिति छ बुढो मान्छेलाई हामी जस्तो जवान त बाले फटाएर वाइट चाहिँ लाग्छ यार त्यहाँ मूत्र विसर्जन भइरहेछ नखिचौँ ल भिडियो हामी थाकिसक्यौँ यो चाहिँ पुरानो कारागार हो ए घरहरू हो टाइटल ए दरबार हो यो त तपाईँको त्यो माथि चाहिँ हेर्नु ढुङ्गा त्यो लडाइँ गर्ने बेला भाँच्चिया वक्त के हो भनौँ अब ए अस्तिको भुइँचालोले भत्काएको यहाँको सबै घर हामी चाहिँ अहिले जमिनभन्दा 4500 माथि एल्टिट्युडमा छौँ नि लगभग जिरोभन्दा तराईको सतहभन्दा समुद्री सतहभन्दा 4500 मिटरको उचाइमा छौँ ए 3200 हो 3200सम्मको उचाइमा छौँ ए यो चाहिँ अस्ति भूकम्प अस्ति भूकम्प आएको बेला भत्केको घरहरू हुन् यी घरहरूमा समयमा के भन्छ राहत पुग्न सकेका थिएनन् है समयमा होइन यस ठाउँका स्थानीयले विदेश किनेर अनि संरक्षण ल्याउनु त्यसमा पनि भुइँचालो गएर बाटो चाहिँ फेरि टाइल लगा जस्तो छ पुरानो मेन बाटो यही हो तल हो कि माथि हो बाटोबाट हिँड्नुमै पर पानी बोकेर चल्दैछु ठिकै छ 25 रुपियाँ पर्ने रहेछ यो पनि भूकम्पले गएको भएर त्यो फ्रेम हालेर हाल कन्स्ट्रक्सन भइरहेछ बाटो चाहिँ त्यो ढुङ्गा हालेर बनाए जस्तो चिल्लो ढुङ्गा आलु हो कि आलु बोक्रा आई डोन्ट नो तर डेली टिप्न गइराख्नु पर्छ जोड्न जानु छ मेरो त भट लगाइसक्यो यो चोरेर खान सकिने पनि छैन तर मलाई थाहा छ कसरी जाने म टिपेर ल्याएँ ल भएको छ मजाले के दे यसलाई नास्पति इङ्ग्लिसमा फिनिस हस्बेन्ड नास्पति देशी नास्पति फिनिस हस्बेन्ड घोटिरहेको छौँ अनि घोटेर अब खानेछौँ नास्पति र अम्बाको रुख सँगै हुने रहेछ होइन लागेको ऊ त्यो तलको हाइवे चाहिँ अघि हामी आएको हाइवे हो क्या सायद है होइन त्यो रुकुम हाइवे त्यत्रो भनिरहेको थियो त्यही यस मोडबाट तल लहरे ल्याएको होइन ए ओके म हिँड्दा 3200 फिटको हाइटमा छु एकदमै राम्रो भ्यू छ यहाँबाट टावर डाइट चढेको छ यो चाहिँ दरबार हो भूकम्पले धेरै भत्केको कारणले अहिले चाहिँ यसो डेभलप भएको छ
टावर यति अब म अगाडि गएर देखाउँछु अहिले चाहिँ म ठ्याक्क तल झर्दैछु दरबारबाट पानी लिन यहाँबाट यस्तो भ्यू छ डेली बाटो हिँडेर म पानी लिन्छु अनि त्यसपछि चाहिँ जान्छु यता चाहिँ दामी छ भेरी ब्युटिफुल बाटोले लिन्छ हाम्रो धेरै सातो नाइस प्लेस जो म पानी लिन्छु त्यसपछि माथि फर्किन्छु जाजरकोटको दरबारमा छु यो चाहिँ भूकम्पले भत्काएको दरबार हो अनि राम्रो छ पहिलाको हाम्रो सिडिओ कार्यालय पनि यही थियो अहिले चाहिँ राजाले भत्काएको दरबार हो अनि यहाँबाटको भ्यू चाहिँ तलको यस्तो राम्रो छ राम्रो भ्यू छ अब चाहिँ हामी तलतिर झर्नेछौँ भ्यू हेर्दै तलको डेरीलाई अगाडि राख्दै अनि माथि खलङ्गालाई अब यसरी बाई बाई गर्दै